नमस्ते वेलकम टू माई अनदर ब्लग वेलकम टू माई युट्युब च्यानल इट्स मी एमबी मदन। आज चाहिँ म एलिना चौन आउने अरे त्यही भएर मेला जान आँटिरहेको छु। त्यही भएर आज नाइट टाइमबाट स्टार्ट गरिरहेको छु मेरो भ्लग गर्नु पनि। आज चाहिँ अनि मेरो वाइफ चाहिँ उता मेलिका चौहानको फ्यान, त्यही भएर मेलिना मेलिना कि एलिना पो ए मलाई त त्यति अब चिन्दिनँ पनि नि त, त्यही भएर उसको चाहिँ बिग फ्यान हो नि त ऊ चाहिँ, त्यही भएर उसलाई थाहा छ। त्यही भएर एलिना चौन आउने अरे, म त मेलिना चौन पो भनिरहेको रहेछ। त्यही भएर गेट रेडी भएर ठिक परिसकेको छ नि। यता दादा भाउजू नि जाने भन्दै हुनुहुन्थ्यो, खोइ अहिले नजाने कुरा भइरहेछ। ऊ चाहिँ बाइकमा जाने भनेर रेडी भइरहेछ र हिँड्दै जाने भनेको भन्नु चाहिँ खोइ के हुने हो। अब चाहिँ हामी राति भइरहेछ नि त, निक्लिन पनि आँटेको छौँ। तपाईँहरूलाई स्वागत छ हाम्रो भ्लगमा पनि होइन। अब आज चाहिँ एलिना चौनको भ्लग कस्तो हुनेछ हेर्नुहोस् र सबैजनाले। र मलाई नि कस्तो हुन्छ भने पनि एक्साइटेड भइरहेछ। अब त्यति अब सुनिँदैन उसको गीत, त्यही भएर उसले चाहिँ नजाने, मेरो काम पनि थियो बजारमा, त्यही भएर म चाहिँ बजारमै थिएँ। ढिलो हुन्छ जस्तो लागिरहेको थियो र छिटो आउनु कि आउनु भनेर भर्खर उसले बोलायो होइन गाइज। अब म चाहिँ उसकै लागि भए पनि जानुपर्ने हुन्छ होइन। त्यही भएर बाउ पनि रेडी हुँदैछ, टिको लाउ भनेको बेलुका निक्लिनलाई के लाग्छ भनेर मामाको पछि पछि लुकिरह, आमाको पछि पछि। टिको लाउनु पर्छ हौ, राति के लाग्छ नि त, लगाइदेऊ ल आमा बस्नु ल। अब हामी एकछिनमा आउँछौँ होइन। अब रेडी भइसक्यो, अब चाहिँ निक्लिन आँटेको ल। अब हामी एकैचोटि माथि हाम्रो मेलामा एलिना चौहानको उसमा भेट हुनुपर्छ ल। अहिले चाहिँ अब हामी निक्लिन लागेको, जाउँ होला हौ टच बलेर है क्या ल। अब चाहिँ निक्लिनु भने जाउँ न लु। यत्रो रेडी भइसकेको छन् सबैजना, अनि कस्तो नजानु हौ। जाउँ न, अब टाइम त लागिहाल्छ अलिअलि होइन। चिसो त अब अलिअलि चिसो त लाग्छ त होइन। यस्तो गर्मी छ, मैले त ज्याकेट स्याकेट लगाएको छुइनँ। उसले नि लङ ज्याकेट लगाएको थियो कि लङ ज्याकेटै लाउने त नलाउने ल। हजुर जाउँ न त, त्यसो भए निक्ल्यो। तिमीलाई देखाएको नि र त होइन, दाजुहरू नि जाउँ न भनेर पो मैले भनिरहेको, त्यही भएर किन फेरि अल्छी लाग्यो। दिउँसोदेखि ठिक परेको भनेको, दिउँसो हुँदैन 5 बजेदेखि आउने भनेको। अब त स्टार्ट, अहिले माइक बजेको छ अनि 8 बजे कि 9 बजेदेखि भनेपछि मलाई चाहिँ किन यति छिटो बोलाएको। 5 बजेदेखि सुरु भनेको मलाई त्यस्तै सबै केटाहरूले 8 बजेदेखि मात्रै स्टार्ट हुन्छ त भन्दै थियो क्या, त्यही हो। अनि त्यही भएर अब उसले बोलाएको गरेर ढिट्टी क्या, अब फोन गरेको गरेँ, अनि त्यही भएर निक्लेको म पनि। त्यो पनि हो हुन चाहिँ, जाउँ न त अनि। बोक्नु त अब परिहाल्छ, बस्ने त यताउता भइहाल्छ ल। त्यसो भए अब हामी चाहिँ निक्लेको ल। ल केही भन्नु छ तिमीलाई? म चाहिँ दिदीको घर आइपुगिसकेँ होइन यहाँनिर। भान्जी पनि जाने अनि हामी पनि रेडी भएर जाने भनेको हामी चाहिँ आइपुगिसक्यौँ र यता बसिरहेछौँ सबैजना। यहाँ चाहिँ दिदीको रुममा आइपुगेँ। अब हामी चाहिँ यहाँ धोकेबाज भन्ने गीत हेरेर हिँड्न आँटेको, खास चाहिँ मेला आएको। अब भान्जीलाई पनि लिएर जानु पर्यो भनेर आएको। बस्यो भने 1-1.5 घन्टा बस्छु मलाई, त्यहाँभन्दा धेर बस्दिनँ मलाई। कसले ए भयो ल, हामी निक्लेको ल। त्यसो भए लु जाउँ। हाम्रो मेलाको पार्किङहरू चाहिँ यस्तो भइरहेछ, भिडै भइराखेको छ, सबैजना आइराखेको छ। अब टिकट लिन्छौँ। हाम्रो चाहिँ अलरेडी मेरो साथीले टिकट दिइसकेको छ, हामी 2जनाको चाहिँ।
अब यहाँ टिकट लिने चाहिँ टिकट लिने त यहीँ होला हैन टिकट लिने यहीँ हैन नयाँ टिकट देखाउँदा यो नयाँ यो स्ट्याम्प र यो स्ट्याम्प फरक भयो अरे आज अर्कैको अरे र खोइ कन्फ्युज पो भइराखेको छ अब कसको टिकट एकचोटि गेटमै गएर देखाएपछि थाहा हुनेछ हैन अर्डर माग्नु अनि भरे के हामीलाई भयो हुन्छ यति मात्र तीनजना हजुर है तीनजना मात्र नानीको त पर्दैन ल यही टिकटले काम त्यो दिन चाहिँ हैन यहाँबाट निक्लेको यहाँबाट अब एन्ट्री गरिसक्यौँ हैन मेलाको खोइ कबिर कस्तो दामी लागेको रहेछ है योचोटि गब्बा लाग्यो यस म पनि कत्रो भइसकेको थियो सबै सपिङहरूदेखि लिएर इत्यादि सबै भएको रहेछ योचोटिको त्यतिकै मेला लागेको यो किन खोज्नु यहाँ पनि म त यो त हाम्रो काठमाडौँ ठमेलमा छिरे टाइपको पो लागिरहेको सबै बब्बाल देखेको छ हजुर खोइ खेलाउने अनि उतापट्टि जानुपर्छ होइन त्यता चाहिँ दामी छ जस्तो लागिरहेको छ यी ट्रेडमिलहरू होइन एक्सर्साइज गर्नको लागि मसाज त्योहरू सबै हुनुहुन्छ गोल्ड मात्रै रहेन रहेछ यहाँ 2 नम्बरी चाहिँ रहेछ है फेरि 2 नम्बरी लाउँछ 2 नम्बरी चाहिँ ठिकै हुन्छ होला व्यवस्थापन चाहिँ सबै कुराको राम्रो रहेछ हाम्रो यो अब त्यस्तो हुँदैन होला नि त्यस्तो भन्दा गिदी भइहाल्छ नि यहाँ चाहिँ लाइट अब तिमीले हेर्ने एलिना चन चाहिँ कतिखेर एन्ट्री हुन आँटेको अलिक छिटो किन त्यस्तो पो लागिरहेको छ ल सबै राम्ररी सुज चाहिँ लानु मन लाग्यो नि सुजहरू नि रहेछ त ल योचोटिको चाहिँ मेला चाहिँ मलाई पनि ओभर राम्रो लाग्यो एकदम व्यवस्थित तरिकाले जस हाम्रो धरनमा पनि जे कुरा हुँदा पनि सबै व्यवस्थित तरिकाले भइराखेको छ होइन अब चाहिँ हामी यहाँनिर इन्ड भइसक्यौँ होइन अघि देखाएको थियो यतापट्टि त कस्तो बब्बाल देखेको ल फोटोहरू खिच्नुपर्छ होला यहाँनिर कता यस्तो दामी भएको छ जस मिस नगरेको आज आउन चाहिँ राम्रै भएछ जस आफूलाई किनिदेऊ न अनि म चाहिँ बधाई पनि दिन चाहन्छु लिदेऊ न त होइन यो यस्तो चाहिँ ठाउँमा हुनुहुन्छ यहाँ आएर त यो लाउने सिङ सिङ हेर यस्तो हुन्छ यो लगाउ त मिलाएर 2 हातले लाउ न कबिर के हेर्दा यस्तो देखिन्छ यो लाउने ल डरसम्म हो स्पिड भने लडिन्छ नि फेरि बाबु चाहिँ एकदम खुसी हुँदै खेलिराखेको छ होइन कबिर मलाई खेल्न मन लागेको चाहिँ यो हो तर अब त्यति भिडभाड पनि छैन त्यही भएर एक्लै के खेल्नु भनेर नि आऊ खेल्ने यो आऊ न डर लाग्छ कस्तो दामी देखेको छ
खेल्ने रोटी पिङ केही नखेल्ने राम्रो चाहिँ राम्रो देखेको है यो होइन ओ यहाँबाट रोकिन्छ नि त रोकिदिइहाल्छ कस्तो डेन्जर देखिन्छ है देख्न चाहिँ यस्तो छ नि मान्छे गराउँछ होला नखेल्ने यहाँ कबिर कुन एउटै छ त अनि हुन्छ त जुन भए पनि यही लाने अहोरात्र कटिनुहुने सम्पूर्ण आयोजक कमिटीका मेम्बरहरू प्रतिनिधिमा आभार प्रकट गर्न चाहन्छु। धरानमा थुप्रै यो किसिमका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् र ती कार्यक्रमहरू सञ्चालन गर्नका लागि अथवा हामी चाहिँ यहाँनिर नास्ता खान आँटेको छौँ होइन चिकन फ्राइड राइस ल छिटो छिटो ल कबिर मेरो मामुको फेभरेट गायक आइसक्नु भयो आऊ ल छिटो छिटो हामी चाहिँ यो खाजा ल छिटो छिटो खाजा खाएर हामी चाहिँ एलिना चौन आउने बेला भयो उहाँलाई हतार भइसक्यो अब चाहिँ जाने होइन अरे के होइन ए खाऊ न नि ढिलो भइसक्यो हामी धरान एक्सपोमा आएर पनि यहाँ मेरो साथीको स्टलमा आएर नास्ता अब खाँदैछौँ होइन फ्राइड राइस खानुको लागेर सबैजना दामी मिठो बनाउँदो रहेछ बाबुले मजाले खाँदैछ मोमो तल नझर है मलाई धेरै हतार भएर छिट्टो छिट्टो खाइसकेर यत्रो आतुरी हेर्नुको लागि वहीँ गएर कबिर छिटो छिटो खाऊ खाऊ न बसेर अनि त्यहाँ टाइम लाग्छ क्या स्पेशल खाना खुवाउनुहुन्छ भन्ने मैले पाएँ उहाँलाई बिलतिर हार्दिक आभार प्रकट गर्न चाहन्छु। ल आएपछि म निक्लिन्छु नि धोकेबाज हौ तिमी धोकेबाज चाहिँ नहो है त चाहिँ फेरि निक्लेको बोकेर हिँड न अनि अब टाइम भइसक्यो वहाँनिर हेर्ने अनि छेलिएको छैन त अनि माथि भइरहेको छ ल सबैजना अब रचना रचना रिमाल भन्न आएछ एलिना चौहानको धोकेबाज गीत हेर्नलाई यत्रो विधि भिड भइएको छ हाम्रो धरान एक्सपोमा के भिड भइरहेको छ अब सबैजना बार तानी तानी सबैजना रमाउने होला होइन त्यो गीतमा तिमीले यहाँनिर बार तान्दै किन नाच्न अब यहाँ गाडी एलिना चौन निक्लिनलाई कस्तो सबैजना सुनसान भइरहेछ अघिसम्म क्या हल्ला खल्ला थियो है सबैजनालाई ढिलो भएर चिच्याउँदै सबैजना एक्साइटेड हुन्छ कतिवटा छोडेर त्यहाँनिर अन्त सन्तोष साथी रहेछ छिटै भयो त्यहाँ पनि स्टल सन्तोष साथीहरूले लिएको रहेछ त्यही भएर छिटै भयो अब आइसक्नु भएको छ अब चाहिँ बल्ल 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 ल अब चाहिँ उफ्रिनु ल अब चाहिँ हामीलाई अहिलेसम्म साथ दिइरहनु भएको छ यो साथ र सहयोगको लागि म हार्दिक आभार प्रकट गर्न चाहन्छु र म विशेष धन्यवाद दिन चाहन्छु। यो जुन साउन्ड सिस्टम बजिरहेको छ अघि दिउँसो मलाई भाइले भन्दै थियो सुमित भाइले दाइ सुन्दर साउन्ड सिस्टमको अलिकति प्रचार गरिदिनु है हामीले यत्रो वर्ष भइसक्यो गरेको भन्दै थियो सुन्दर साउन्ड सिस्टमप्रति एसएसएस सुन्दर साउन्ड सिस्टमप्रति जुन अहिले पूर्वको चर्चित साउन्ड सिस्टम भन्दा पनि फरक पर्दैन हरेक इभेन्टहरूमा सुन्दर साउन्ड सिस्टमले यो साउन्ड उपलब्ध गराएर हामीलाई हरेक कार्यक्रमहरू सफल बनाइदिइरहेको छ। सुन्दर साउन्ड सिस्टमप्रति पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। अब म ढिलो नगरी के छ तपाईँहरू आर यु रेडी? यस ठुलो छ स्वर तपाईँहरू सबैले साथ दिइरहनु भएको छ। ओके यो साइड तपाईँहरू रेडी हो? कुन गीत सुन्नुको लागि रेडी तपाईँहरू? धोकेबाज धोकेबाज हौ तिमी? यो साइड
धोकेबाज हौ तिमी त्यो बार चाहिँ तानेर नलडाउनु होला हुन्छ अब सुरक्षित भएर मनोरञ्जन लिनु होला ओके यो साइड आर यु रेडी यस गुड सबैजना एनर्जेटिक हुनुहुन्छ सबैमा पावर छ धराले जोस छ हो कि हैन ओके अब हामी यति टाइम पुगिसक्यो नि तिमीले गर्दैन तर नवीन भाइलाई यो अर्को माइकमा साउन्ड छोडिदिनको लागि आग्रह गर्न चाहन्छु ओके लेट्स अब हामी रेडी है त सबैजना रेडी है हामी आजको कलाकारलाई वेलकम गर्नुको लागि रेडी है त ओके लेट्स वेलकम एलिना चौहान सबैजना हात उठाइदिनुहोस् एलिना चौहानको लागि सबैजना मोबाइलमा हालिदिनुहोस् सबैजना एलिना चौहानको लागि हाम्रो अतिथि कलाकार हाम्रो निम्तोलाई स्वीकारेर तपाईँलाई भरपुर मनोरञ्जन दिनलाई आउनुभएको छ सबैलाई स्वागत गरिदिनुहोस् ओके अब रमाउनुहोस् है त फेरि एकपल्ट आवाज निकालिदिनु होला ओके थ्याङ्क यू नमस्ते सबैजनालाई सजिलो हुन्छ सबैजना अँध्यारो अँध्यारो भइरहेछ त्यही भएर तपाईँहरूको आवाज मात्रै मसँग आइरहेको छ है यता चाहिँ देखिरहेको छ दिदीहरूलाई आज कट्टा हान्ने ग्याङ चाहिँ यता छ जस्तो लागिरहेको मलाई हो कतातिर हो यतातिर चाहिँ के हो त धोकेबाज हो सबभन्दा पहिला त आयोजक टिमलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु र आयोजक टिम पछाडि चाहिँ हजुरहरूलाई धेरै धेरै धन्यवाद है हजुरहरूले गर्दाखेरि चाहिँ मेला महोत्सवहरू यहाँ सफल भइरहेछ सबै कलाकारलाई सपोर्ट मिलिरहेछ त्यही भएर हजुरहरूले जति धेरै माया गर्नुहुन्छ हामीलाई हामी त्यति धेरै धेरै गीत गाउनको लागि अझ धेरै हौसला मिल्छ नि त त्यही भएर हजुरहरूलाई धेरै धेरै मनदेखि नै धन्यवाद दिन चाहन्छु कट्टाको अहिले एकछिनमा पाला आउँछ कि एकछिनमा अब धोकेबाजमा बार भाज्ने सपना त पुरा नहुने भएन आज अब यत्रो फलामको लगाएको रहेछ अब यहाँ यो सपना चाहिँ पुरा नहुने भयो तर कट्टा चाहिँ हाल्नुपर्छ है कडै हाल्नुपर्छ हुन्छ खतरा एनर्जी मैले पनि एकपल्ट जोरदार हमला गर्नुभयो कति एनर्जी चेक गरौँ कतापट्टि धेरै रहेछ भने चेक गरेको यताबाट मात्रै हालेको खासमा मेरो नजिकै भएर होला त्यताबाट सुरु हुँदा एकपल्ट लास्टतिरबाट अब यताको पालो है त यताको सबै कलाकारलाई हुटिङ गर्दा गर्दा स्वर सिकेर यहाँ अहिले मलाई आवाज दिनुभन्दा अलिक कम एकपल्ट फेरि दिनु पर्यो क्या फेरि बल्ल आयो है त अब अघिदेखि त्यही धोकेबाज र कट्टा मात्रै सुनिरहेको छु अरू पनि मेरो धेरै गीतहरू छ है तपाईँहरूलाई अहिले मैले गाउँदाखेरि ला यो पनि यसलाई नै गाएको रहेछ भन्ने हुनसक्छ होइन किनभने अब कतिवटा गीत त प्लेब्याकमा हुन्छ आफू देखिएको हुँदैन त्यही भएर थाहा हुँदैन तर धेरैजनालाई चाहिँ थाहा हुन पनि सक्छ है एकपल्ट चेक गर्छु है त के नयाँ लाग्छ र मेरो याद आउँछ र तिम्रो मायाले मेरो सिरानी यो भाग्यमा यो मुटुमा मिनिरलबाट र भन्दै गोदावरी बनेमा कुरा काट्ने मान्छेले काटो खुट्टा तान्ने मान्छेले तानुन् तर तिमीमा सबै आउँदो रहेछ नि किन कट्टा कट्टा मात्रै नयाँ पायो भने पुरानोलाई हेला गरिहाल्नुपर्छ होइन जुनी भरिलाई रो भाइ
धोकेबाजमा त यतिको आवाज आउनै पर्यो बेला बेला चुप्प गर मनको माया मान्दिनेलाई मान्दिन्छु तिमीले धोका दियौ भने मा कसम कट्टा कसरी हाल्ने एकपल्ट देखाउनु पर्यो हाम्रो पूर्वतिर चाहिँ यस्तै हुन्छ कट्टा चाहिँ तर पश्चिमतिर चाहिँ फेरि यस्तोलाई कट्टा भन्दो रहेछ कि फेरि मैले चेक गरिरहेको थिएँ कि यतातिर चाहिँ कस्तो हुँदो रहेछ यस्तै हुन्छ अहिले एकछिन है त सबभन्दा फर्स्टमा चाहिँ म तिम्रो मायाले बाँधेर राख भन्ने गीत गाउन चाहन्छु सबैजनाले मसँगै गाउनु होला सबै गीतको पालो आउँछ अहिले चाहिँ मसँग गाउनु होला अनि एकछिनमा चाहिँ म तपाईँहरूको डान्स एक्टिङ सबै हेर्छु है त तिम्रो मायाले बाँधेर राख भन्ने गीत ओके यो गीतको ट्र्याकमा चाहिँ मेरो यो उसमा भिडियोमा कपिराइट नलागोस् भन्न चाहन्छु म चाहिँ हैन भएर धोकेबाजमा मैले गाउनै पर्छ होइन त्यस पछाडि चाहिँ नाच्नु थाल्नुपर्छ है यता पिछातिर के भइरहेको छ म त यता नजिक भएर यतातिर गफर थालेँ त्यतातिर त देखा पनि पर्नु हुन्छ नि कोही हल्ला पनि गर्नु भएको छैन के हुँदैछ पत्तै लागेन सुनिरहनु भएको छ नि होइन अब धोकेबाज चाहिँ जोरदार आवाजमा गाउनुपर्छ है त्यताबाट है यतातिर त आइरहेको छ ल ट्र्याक बजाइदिनु हामी चाहिँ आइपुग्यौँ होइन हेरेर दिदी घर आइपुगिसक्यौँ अनि अब हामी यहाँबाट निक्लिन आँटेको कबिर पनि सुतिसकेको दिदी आइसक्यो अब धोकेबाज कट्टा सट्टा सब हेरेर आइसक्यो होइन उसको इच्छा चाहिँ सबै पुरा गरियो होइन अनि त्यही भएर अब यहाँबाट हामी निक्लिन आँटेको आज चाहिँ कि यहीँ बस्ने कि जाने हामी जाने नि होइन जाने होइन अब यहाँबाट निक्लिन्छौँ र आजको मेरो भ्लग चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु किनकि अब राति पनि धेरै भइसक्यो नि त 10-11 बज्न आँटिसक्यो कट्टा हानिदिन्छ हेर्न उसले गर्दाखेरि बसेँ अनि त्यही भएर अब चाहिँ निक्लिने होइन सबैले मेरो भ्लगलाई राम्ररी हेरिदिनु होला र एलिना चौहानको सबै गीत मैले मजाले हालेको छु र नन कपिराइट होस् मेरो भिडियो चाहिँ होइन कपिराइट लाग्छ भनेर अलिकति टेन्सन लागिरहेछ त्यसमा चाहिँ तर एलिना चौहानले नै गाएको यसमा चाहिँ मेरो कपिराइट नलाग्नु पर्ने हो जस्तो लागिरहेछ र मैले अब यो भिडियो चाहिँ टुमरो म अपलोड गर्छु होइन त्यही भएर थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु क्लिक द बेल आइकन मोर फलो माई इन्स्टाग्राम एन्ड फेसबुक देन सब्सक्राइब टु माई युट्युब च्यानल अल्सो बाई बाई गाइज सी यू टुमरो र सबैले साथ दिनु होला माया गर्नु होला र एलिना चौहानलाई नि सबैले माया गर्नु होला यसरी नै साथ सपोर्ट दिनु होला आजको क्राउड चाहिँ यति धेरै थियो कि
जस एलिना चौहानलाई मन पराउने धेरैजना हुनुहुँदो रहेछ खुसी लाग्यो मलाई पनि होइन हामीले नि मैले नि त्यति उसको सो हेरेकै थिइनँ तर मेरो उसले गर्दाखेरि चाहिँ होइन गएर हेऱ्यो होइन त्यसपछि अब यहाँबाट निक्लिन्छौँ होइन बाइ बाइ गाइज सी यू